सो मेरो गेम विक 10 को लागि चुचु स्क्वाड को बेस्ट 11 यस प्रकार सेलेक्ट गरेको छु। मेरो गोलकिपरमा छ म्यानचेस्टर सिटी को डोनारुमा जो चाहिँ खेल्दैछ बोर्नमथसित होममा। सो क्लिन सिट ल्याउने राम्रो चान्स छ। र मेरो डिफेन्समा छ आर्सेनल को क्यालाफियोरी जो चाहिँ खेल्दैछ बर्नलीसित अवेमा। र त्यसको बादमा छ जुरियन टिम्बर जो चाहिँ खेल्दैछ बर्नलीसितै अवेमा। र मेरो थर्ड डिफेन्डर छ क्रिस्टल प्यालेसको म्युनोज जो चाहिँ खेल्दैछ ब्रेन्टफोर्डसित होममा। मेरो मिडफिल्डमा छ जेकब मर्फी न्युक्यासल युनाइटेडको जो चाहिँ खेल्दैछ वेस्ट ह्याम युनाइटेडसित अवेमा। त्यसको बाद छ म्यानचेस्टर युनाइटेडको एम्बेमो जो चाहिँ खेल्दैछ नटिङह्याम फरेस्टसित अवेमा। एम्बेमोले लास्ट गेम विकमा 2 गोल हालेको थियो। सो होपफुली यो गेम विक पनि राम्रो पर्फर्म गर्नेछ। नेक्स्ट छ मेरो आर्सेनलको साका जो चाहिँ खेल्दैछ बर्नलीसित अवेमा। त्यसपछि छ एभर्टनको ग्रिलिस जो चाहिँ खेल्दैछ सन्डरल्यान्डसित अवेमा। र मेरो फरवर्डमा छ ब्राइटनको वेलब्याक जो चाहिँ खेल्दैछ लिड्स युनाइटेडसित होममा। त्यसपछि छ मटेटा क्रिस्टल प्यालेसको जो चाहिँ खेल्दैछ ब्रेन्टफोर्डसित होममा। र थर्ड स्ट्राइकर मेरो म्यानचेस्टर सिटीको ह्याल्यान्ड जो चाहिँ खेल्दैछ बोर्नमथसित होममा। सो मैले योपालि क्याप्टेन डिफरेन्सियल राखेको छु साका राखेको छु योपालि जो चाहिँ खेल्दैछ बर्नलीसित अवेमा। होपफुली योपालि साकाले राम्रो पर्फर्म गर्नेछ। त्यही भएर मैले क्याप्टेनमा साका राखेको छु यो गेम विक 10 को लागि। र मेरो सब्स्टिट्युटमा छ सन्डरल्यान्डको गोलकिपर रोब्स जो चाहिँ खेल्दैछ एभर्टनसित होममा। त्यसपछि छ मेरो म्यानचेस्टर सिटीको राइन्डर्स जो चाहिँ खेल्दैछ बोर्नमथसित होममा। त्यसपछि छ मेरो सन्डरल्यान्डको डिफेन्डर मुकेली जो चाहिँ खेल्दैछ एभर्टनसित होममा। र मेरो लास्ट सब्स्टिट्युटमा छ एचएम्पङ चेल्सीको जो चाहिँ खेल्दैछ टोटेनह्यामसित अवेमा।